मतलब दही बनाएको अरे हेर न अचम्मको किसिमको दही यो हुन्छ। त दही यो झन् यो कस्तो राम्रो घिउ बन्छ यसको र त राख त घिउ किन त्यसको खर्च गर्नु त्यसो भने किन अनि घिउ छ बट्टाभरि अबे त्यस्तो भरे त्यहाँनिर मिठो मात्रै होस् न मिठो हुन्छ यस्तोको चाहिँ मिठो हुँदैन यस्तो छ मिठो हुँदैन यस्तो चाहिँ मेरो अचम्मको कुरा मम्मीले गर्छ मलाई हौ। मेरो सासु आमाले मलाई दिइहाल्नु भएको घिउ के अरे दही बनाएर तपाईँलाई यसकैबाट ससुराली रहेछ यसकैबाट सासु रहेछ भन्दा दही बनाएर खानु भनेर दिनु ज्वाइँ सास भनेर दिएको मेरो जे बुढीले पनि हाल्छ भन्दा नि छ र पो हाल्छु यत्रो यो बनाउनुलाई मैले कति वर्ष तपस्या गरेँ झन्डै आधी उमेर बुढेसकालमा मात्रै पाएको पो त मैले उयो गर्दै हँ? के पो भन्छ के भन्छ हौ के हो पुरा गरिदेऊ हँ? पुरा गरिदेऊ भन्ने होइन भङ्ग गरिदेऊ भने जस्तो भङ्ग गरिदेऊ भने जस्तो तपस्या पुरा गरिदेऊ राखेँ मैले